हाम्रो छाता यहाँ राखेर भिज्दै भिज्दै टिकटक। यस्तो छ मौसम गोर्खाको, हाम्रो पिएसयुको। कतै घर देख्नुहुन्छ? देख्नु भएन नि, त्यो एरियामा छ। त्यो हाम्रो सिमाना 4 नम्बर वार्डको पिएसयुको। त्यहाँबाट घुमेर यो डाँडामा बस्ती छैन, अब तलको डाँडामा अब हाम्रो चाहिँ गणना एरियामा चाहिँ अलिकति घर भएको त्यो एरिया। हेर्नुहोस्, एउटा डाँडा काटेर अर्को डाँडा हिँड्नुपर्ने स्थिति छ। मौसम यस्तो छ, कुहिरो मण्डल। हो पारीको चाहिँ लखन गाउँपालिका यस्तो छ। यहाँबाट उता हामी बसेको ठाउँमा पुग्नलाई 1 घन्टा लाग्छ हिँडेर। यति लामो, यति ठुलो पिएसयु गणना क्षेत्र, यति ठुलो। अब यो पाखा पनि परेछ। यो पाखामा फेरि घर बस्ती केही छैन। हामी पुगेर आएको वहाँ, यत्रो हिँडेर आयो, कुनै एउटा घर छैन यो पाखामा। अब एकैचोटि यहाँ